खालको सिम्पल बोतल, यो चाहिँ बोतल हो। यो बोतललाई चाहिँ हामीले खोलेर यस्तो बोतल छ हामीसँग चाहिँ, अनि यसको ढक्कन पनि कस्तो दामी छ यो बोतल चाहिँ। यसलाई हामीले यसरी खोल्छौँ अनि त्यसपछि यसरी राख्छौँ। हामीसँग यो चाहिँ सब्लिमेसन पेन्ट हुन्छ। सब्लिमेसन पेन्ट हामीले यसो गरेर टाँस्छौँ यसलाई चाहिँ सोल्टो पारेर। त्यसपछि हामीले चाहिँ यहाँ यसरी हिट गरिराखेको हुन्छौँ र हिटमा यसलाई यसरी राख्छौँ। राखिसकेपछि यसको हिट पुगिसकेपछि हामीले यसलाई बन्द गरेर यसरी निकाल्छौँ। यसरी कस्तो हुन्छ यो, त्यही भएर यसरी बनाउनुपर्छ। यो प्रिन्ट भइसकेको बोतल फाइनल्ली हाम्रो बोतल प्रिन्ट भइसक्यो। प्रिन्ट हुँदा चाहिँ यस्तो हुन्छ। बेबी बोतलहरू प्रिन्ट भइसकेपछि हामीसँग चाहिँ कार्टुन र यहाँ पनि यति धेरै बाँकी छ कि प्रिन्ट गर्ने बोतलहरू, अनि हामीले यसरी प्रिन्ट गरिरहेका हुन्छौँ। फाइनल्ली यो चाहिँ बोतलहरूको कार्टुनहरू भयो, अनि प्रिन्ट भएका बोतलहरू चाहिँ यिनीहरू भयो।